हाम्रो यो Redmi 8A छ हैन, यसको समस्या चाहिँ के हो भन्दाखेरि प्याटर्न लक बिर्सेछ, पासवर्ड के हो थाहा छैन उसलाई पनि, कस्टमरलाई। यो कस्टमरको फोन हो। यसलाई प्याटर्न रिसेट गर्नुको लागि पावर बटन दाब्ने, अफ गर्ने, अनि यसलाई अफ भइसकेपछि भोल्युम अप अनि पावर बटन एकैसँगै प्रेस गर्ने है त। पावर भोल्युम अप, मोबाइल अन भइसकेपछि चाहिँ पावर छोडिदिने, भोल्युम अप चाहिँ दबाइ राख्ने है त। तल छोडिदिने, त्यसपछि अब रिसेट मोडमा आइसकेको छ। भोल्युम डाउन भोल्युम अप दबाएपछि तल माथि हुन्छ, अनि स्वाइप हुन्छ, अनि पावर बटन क्लिक गरेपछि ओके हुन्छ है त। अब हामीले डाउन गर्नु पर्यो, अनि ओके गर्नु, वेब डेटामा जाने, त्यसपछि वेब अल डेटा, अनि भोल्युम डाउन कन्फर्ममा लग्ने, अनि ओके पावर बटनलाई प्रेस गरिदिने। हाम्रो यो फोन रिसेट भइसकेको छ। ब्याक मेनुमा जानुको लागि हामीले ओके गर्ने, फेरि ओके गर्ने, फेरि ओके गर्ने, रिबुट सिस्टम भइसकेको छ। यो हाम्रो फोन रिसेट भइसकेको छ। अब खोल्न टाइम लाग्छ। भिडियो लामो हुनु भएकोले म एकछिन पज गर्छु, तपाईँलाई देखाउने छु है त। मोबाइल अन भइसकेको छ। अब हामीले नेक्स्ट गर्ने, अनि यहाँबाट भाषा सिलेक्ट गर्नु पर्यो। युनाइटेड स्टेट किङडम, नेक्स्ट, नेपाल, नेक्स्ट, स्किप, सेटअप सिम कार्ड, स्किप, एक्सेप्ट। यहाँ एफआरपी लग लागेको छ है त, यहाँ एफआरपी लग छ। स्किप, क्लासिकल, किनकि यहाँ एफआरपी लागेको छ हैन। यो या त पासवर्ड चाहिन्छ, या त जिमेल अकाउन्ट चाहिन्छ। यदि दुवै बिर्सेको छ भने हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले चाहिँ अब यहाँ के भइरहेछ, एकछिन वेट गरौँ। सेट फर नट सिङ्गेज भन्ने होइन, हामीले यहाँ जाने, नेक्स्ट गर्ने, अनि नेक्स्ट गर्ने, अनि यहाँ वाइफाई चाहिँ हानौँ होइन। अब चाहिँ कनेक्ट भइसकेपछि हामीले चाहिँ यहाँ उयो गर्ने होइन। हामीले एड नेटवर्क्स यहाँ जाने, youtube.com, अनि यहाँ जाने, कपी गर्ने, अनि योमा जाने। युट्युब लेखिसकेपछि अनि यहाँ जाने, स्किप, नेट स्लो छ। युट्युबमा जाने,
can space turn on. Continue. Using passport shortcut माइना shortcut continue. Set password skip. हाम्रो फन्ट चाहिँ बनिसक्यो है त। फेरि लकले डाइरेक्टली चाहिँ यसरी चाहिँ डाइरेक्टली खुल्छ। मजाले खुल्छ। तपाईँ चाहे जे गर्नुहोस्, अब जे गरे पनि मजाले हाम्रो मजाले चलेको छ हैन। लक राख्न पनि सकिन्छ। Screen to 7 risk away double tap lock चाहिँ आउँदो रहेछ क्या। यसको स्क्रिन लक चाहिँ कहाँ गयो त? पुनः रिपोर्ट गरौँ। हाम्रो फन्ट अलरेडी खुलिसकेको छ है त।